गेम खेल्दा फोन ल्याग हुन्छ, हिट भए गेम बन्द हुन्छ वा ब्याट्री छिटो सकिन्छ। आज म तपाईलाई देखाउँछु नेपालमा बजेटमा किन्न मिल्ने बेस्ट गेमिङ फोन। अन्तसम्म हेर्नुहोस् किनकि म अन्तसम्म मेरो बेस्ट चोइस बताउने छु। गेमिङ फोन किन्दा के हेर्नु, धेरै मात्रै हेरिन्छ, तर गेमिङका लागि यी 3 कुरा महत्त्वपूर्ण छन्। नम्बर 1 प्रोसेसर राम्रो हुनुपर्छ। नम्बर 2 ब्याट्री कम्ती 5000 mAh हुनुपर्छ। नम्बर 3 डिस्प्ले 120 हर्ज भए झन् राम्रो। अब सिधै फोनहरू हेर्न जाउँ। इन्फिनिक्स हट 60 प्रो, यसमा रहेको छ 144 हर्ज एमुलेट डिस्प्ले, Helio G200 प्रोसेसर, 5160 mAh ब्याट्री। बजेट गेमिङका लागि स्ट्रङ अप्सन, PUBG र फ्री फायर स्मुथ चल्छ। यसको प्राइसको कुरा गर्नु पर्दा नेपालमा 8 128 GB लाई 20999 पर्ने छ। अनि हाम्रो सेकेन्ड नम्बरमा फोन रहेको छ Samsung Galaxy A15 5G। यसमा रहेको छ 90 हर्ज एमुलेट डिस्प्ले, डायमेन्सिटी 6100 प्लस अनि 5000 mAh ब्याट्री। गेमिङ प्लस डेली युज दुवैका लागि राम्रो। Samsung ब्रान्ड चाहिनेहरूका लागि बेस्ट परफेक्ट। यसको प्राइसको कुरा गर्नु पर्दा 8 128 GB लाई नेपालमा 29999 पर्ने छ। यसैगरी हाम्रो अर्को फोन रहेको छ Infinix GT30। यो गेमिङ फोकस डिजाइनेड फोन, ब्याट्री परफर्मेन्स, ओभरअल लङ स्टोरेज सब कुरा यसको राम्रो छ। सिरियस गेमरका लागि राम्रो चोइस। अनि यसको प्राइसको कुरा गर्नु पर्दा नेपालमा 8256 GB लाई 36999 पर्ने छ। यसैगरी हाम्रो अर्को फोन रहेको छ Poco F6। पावरफुल स्न्यापड्रेगन प्रोसेसर, 120 हर्ज डिस्प्ले, स्ट्रङ गेमिङ परफर्मेन्स, हाई ग्राफिक गेमिङ चाहिनेहरूको लागि बेस्ट। यसको प्राइसको कुरा गर्नु पर्दा नेपालमा 8256 GB लाई 49999 पर्ने छ। कुन किन्नु? If budget 20K Infinix Hot 60 Pro, if budget 30K Galaxy A15 5G, if budget 40K GT30, if budget 50K Poco F6। अब तपाईको बजेट कति हो कमेन्टमा लेख्नुहोस्। भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। टेक वाला एनपी सही फोन छान्ने साथी।